हेलो साथीहरु, गुड मर्निङ स्याहारो। आज 2:30 मा उठेर रक्सी स्टार्ट गरेको। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? कस्तो हुनुहुन्छ होला? ठ्याक्कै एक बान्द रक्सी उतार्दा ठ्याक्कै 5:40 भयो। आज 2:30 मा उठेर रक्सी पारेको साथीहरु। के गर्ने, यस्तै छ साथीहरु, दुःख सुख संसारमा। के गर्ने साथीहरु, यस्तै छ दुःख सुख, यस्तै छ साथीहरु। अनि यस्तै छ साथीहरु संसारमा, दुःख। आफन्तहरूले पैसा चलाको पनि दिँदैन, न्यु मात्रै खोज्छ र संसारमा विदेशमा बसेर आफन्तले पैसा दिनु भन्दा बरु खोलामा फ्याल्दिनु बेसी हुने रहेछ साथीहरु। के गर्ने, यस्तै छ है साथीहरु खबर। के गर्ने, संसारमा सबैभन्दा दुःख पीडा कसैलाई नहोस् भनिन्छ, तर आफूलाई हुँदो रहेछ साथीहरु। कहाँबाट हेर्दै हुनुहुन्छ, कहाँ बसेर हेर्नु भएको छ, हेरिदिनु होला मेरो भिडियो। के गर्ने, विदेशमा भन्दा आफ्नै गाउँघरमा दुःख गर्नु मन लाग्छ, मन त लाग्छ, तर के गर्ने साथीहरु, यस्तै छ साथीहरु। अब रक्सी भर्न लागे साथीहरु, कतिको मिठो भयो। म त जहाँ रक्सी खाँदैन पनि, तर पनि यसो पार्न चाहिँ आउँछ है। मेरो घर खोटाङ हो, खोटाङ दिक्तेल। अहिले बसोबास चाहिँ दुर्गामठ मुन्डा टोल 4 भन्छ। यसो दुःख सुख गरेर बसिरहेको छु साथीहरु। रक्सी पारेर आज 2:30 मा उठेर रक्सी बनाएको। ठ्याक्कै 5:40 मा पारेको साथीहरु। हेर्नुहोस् है मैले रक्सी पारेको साथीहरु, यस्तै छ। के गर्ने, आफू नहुँदा आफ्नो भाइ, आफ्नो दिदी पढाइ हुँदो रहेछ। मैले हरेक कुरामा भाइ बहिनी, भाइ दिदीहरूलाई सहयोग गरेँ, तर उहिले मलाई पढ्दा दिएन। के गर्ने साथीहरु, हुँदा सबै आफ्नो, नहुँदा सबै बिरानो।
यो मन भन्छ कहाँ जाऊँ, कसले नि दिला बस्ने ठाउँ, मै दुखीको बिरानो भो है आफै घर जाऊ, यो मन भन्छ कहाँ जाऊँ, आफूले कमाइ जाल गरिन्जाल मात्रै आफ्नो दिदीभाइ आफन्त हुँदो रहेछ। आफूले कमाइ आफ्नो छैन भने आफ्नो दिदीभाइले पनि नपताउँदो रहेछ। सम्झिँदा दुःख लाग्छ, आँसु आउँछ, आफ्नो दिदीभाइ पनि टाढो भयो हुँदो रहेछ। के गर्ने साथीहरू, यस्तो छ संसारमा। आफन्तले पनि पैसा चलाइदिएपछि दिएन, न्यु मात्रै खोज्छ र यसो भाइलाई त्यही गर है भनेर भनेको दाइ दिदीहरू पनि भाइ नानाहरू पनि सम्पर्कविहीन छ। ठिकै छ, हुँदा मात्रै आफन्त हुँदो रहेछ, नहुँदा आफ्नो जन्मदिने सँगै कोखबाट हुर्केको दिदीभाइ पनि पराइ हुँदो रहेछ। मैले बल्ल बुझेँ साथीहरू, यस्तै छ, भनिसक्नु छैन। साह्रो छ, हजुर साह्रो छ, के गर्ने साथीहरू। हवस् त, धन्यवाद, बाई बाई साथीहरू।